यो चाहिँ गोकर्ण वितराग अथवा गोकर्णेश्वर वितराग। यो वितरागको मैले बारम्बार भनिरहेको छु, वितराग भनेको के हो? रागविहीन भनेको होइन, अथवा यसलाई वैतराग पनि भन्छ। स्वयम्भू महापुराण, स्वयम्भू पुराण, बृहत स्वयम्भू पुराण आदिले यो ठाउँलाई चाहिँ के भनेको छ भन्दाखेरि गोकर्ण वितराग भनेर भनेको छ। अब यो कस्तो खालको यसमा चाहिँ कथा छ भने स्वयम्भू पुराणमै एउटा कथा छ। त्यो कथाले के भन्छ भने बाउ छोरा थियो अरे, बाउ छोराको बिचमा झगडा परेछ अरे। बाउलाई छोराले मानेन छ अरे, नमानेपछि घरबाट बाहिर निकालिदिएछ अरे। निस्केपछि त्यो चाहिँ सरासर नरक गएछ अरे क्या, एक किसिमले छोरा चाहिँ। अब बाउलाई त झापडै हानेछ अरे क्या खास चाहिँ। अब भनौँ बाउ कुटेछ अरे भनौँ न। बाउ कुट्ने मान्छेको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ पक्कै नराम्रो हुन्छ नि होइन। त्यो भएर नरकमा पुगेछ अरे। त्यो पुगेको ठाउँमा चाहिँ के देखेछ अरे भन्दाखेरि त्यो मान्छेलाई काट्दै गरेको होइन, चक्काले चाहिँ टाउको छिनाउँदै गरेको त्यस्तो ठाउँमा पुगेछ अरे। ओहो यो त बडो खराब ठाउँमा पुगेछ भन्ने उसलाई फिल भएछ। अनि फिल भएपछि पछि चाहिँ के भयो अरे भन्दाखेरि त्यो मान्छेले चाहिँ होइन अलिअलि पुण्य त्यसको बाँकी रहेछ अरे क्या। अनि बुद्ध धर्म र सङ्घलाई सम्झिँदाखेरि त्यो मान्छेहरूबाट टाढो भएर जाने अरे। नसम्झिँदाखेरि चाहिँ फेरि त्यही देख्ने अरे क्या त्यो मान्छे होइन। मान्छे काट्दै गरेको त्यो सबै गरेको नराम्रो चिताउनु थालेपछि त्यो नजिकमा पुग्ने अरे। अनि त्यो पुण्य उसको पहिलाको अलिअलि सम्वाद बाँकी हुँदाखेरि चाहिँ अनि त्यो बुद्ध धर्म सङ्घलाई चाहिँ सम्झिँदाखेरि ऊ चाहिँ टाढो निकै टाढो। ओहो भनेपछि त्यहाँ सोद्धाखेरि चाहिँ यो चाहिँ सबै यस्तो पहिला बाउआमालाई चाहिँ नराम्रो गरेको मान्छेहरूले चाहिँ यसरी काटेको भनेपछि उसलाई त अब भयो, मैले त बाउलाई झापडै हानेको छु, मैले गल्ती गरेछु भनेपछि चाहिँ अनि उसले चाहिँ बुद्ध धर्म र सङ्घको शरणमा गएर चाहिँ जब उसले प्रायश्चित गरेर चाहिँ फर्केर आएर यो ठाउँमा चाहिँ वास्तवमै उसले चाहिँ के गरेको भन्दाखेरि प्रायश्चित गरेको भनेर चाहिँ भन्छ होइन। यहाँ आएर चाहिँ उसले बुद्ध धर्म र सङ्घको शरणमा गएको भन्छ। यो स्वयम्भू पुराणले एउटा महत्त्वपूर्ण कुरा के भन्छ भन्दाखेरि यहाँ चाहिँ चैत्य बनाएको भन्छ क्या। चैत्य बनाएको के को चैत्य बनायो भन्दा बालुवाको चैत्य क्या। एकछिन बनायो अरे हो, चैत्य बनायो अनि त्यसैलाई पूजा आराधना गर्यो बस होइन। अब त्यो पनि चाहिँ त्यसबाट पनि के प्राप्त गरेको उसले पुण्य फल प्राप्त गरे है। त्यो भएर चाहिँ उसको बाउ मरेर गएछ अरे क्या। त्यो भयो, बाउ मरेर गएपछि अब उसले पछि थाहा पायो, बाउलाई पनि सरापेको थियो अरे उसले। अब बुढो चाहिँ त मऱ्यो भनेदेखि तँलाई के अरे श्राद्ध पनि गर्दिनँ, केही गर्दिनँ होइन, हाम्रो हो भने घ्याउ पनि गर्दिनँ त, जेसुकै होस् भनेर दुईजनाको राम्रै फाटो भएको रहेछ भनौँ न। त्यसकारण उसले पछि त्यो बुझिसकेपछि चाहिँ आएर अनि बाउको पनि पितृ कार्यहरू यी बसेर गरेको हुनाले चाहिँ यो चाहिँ पितृ उद्धारको चाहिँ एउटा राम्रो ठाउँ हो भन्ने पनि भन्छ। अर्को पाटो चाहिँ के हो भने त्यो मान्छेले असाध्यै दुःख पाएपछि त्यो मान्छेलाई चाहिँ साह्रै दुःख पायो त्यसले, तर बुद्ध धर्म र सङ्घको शरणमा चाहिँ गइरहेको छ। त्यो मान्छेलाई उद्धार गर्नु है भनेर चाहिँ गगनगञ्ज बोधिसत्वलाई, कसलाई अरे गगनगञ्ज बोधिसत्वलाई चाहिँ यहाँ पठाइदिएर चाहिँ उहाँ गगनगञ्ज बोधिसत्वले चाहिँ उसलाई उद्धार गरेको ठाउँ भएको हुनाले यो त्यो के अरे गोकर्ण भन्ने मान्छेलाई चाहिँ उद्धार गरेको हुनाले यसको नाम चाहिँ गोकर्ण वितराग रहन गएको भनेर भन्छ होइन। त्यसकारण यो त्यो दृष्टिकोणबाट चाहिँ यो महत्त्वपूर्ण छ भन्छ। अर्को महत्त्वपूर्ण कुरा के हो त भन्दाखेरि यहाँनिर अब अघि मैले भनेको दुईवटा कुरा, फलदायिनी र बागमतीको चाहिँ सङ्गममा चाहिँ यो तीर्थ रहेको हुनाले यसको अर्को नाम चाहिँ के हो भन्दा पुण्य तीर्थ पनि हो। यो पुण्य तीर्थको पनि फेरि कथा चाहिँ अलिकति अर्कै खालको छ है। त्यसकारण यो अनि अर्को चाहिँ
के हो त भन्दाखेरि महामञ्जुश्रीले सबै यहाँ फेरि पानी जमेको गरेपछि यो गल्छेडोलाई चाहिँ पछिल्लो सबैभन्दा पछिल्लो समयमा चाहिँ यो गल्छेडो काट्नु भएको भनेर चाहिँ भनिन्छ है। चोभारको फर्स्ट, त्यसकारण अनि कापोतल पर्वतको सेकेन्ड, अनि तेस्रोमा चाहिँ पशुपति गुहेश्वरीको त्यहाँ होइन गल्छेडो सूर्यघाटको, र चौथो चाहिँ यो गोकर्णको। त्यस कारण यो चौथो चाहिँ गोकर्णको यहाँ चाहिँ के गरेको भन्दाखेरि यसलाई उहाँले त्यही चन्द्रहास खड्गले काटेर चाहिँ बनाएको हुनाले यो चाहिँ महत्त्वपूर्ण एउटा तीर्थ हो। र यो तीर्थमा चाहिँ अब यो पुण्य तीर्थमा आएर चाहिँ अष्टमीको दिनमा होइन, अष्टमीको दिनमा प्रत्येक अष्टमीमा आएर चाहिँ यहाँ पूजापाठ गर्ने हो र पितृ उद्धारको कार्यहरू गर्ने हो। अर्को चाहिँ के हो भन्दाखेरि कुशे औँसी अथवा बाउको मुख हेर्ने दिन अथवा बाउ खुवाउने औँसीमा चाहिँ यहाँनिर विशाल रूपमा चाहिँ के हुन्छ त मेला लाग्ने गर्छ। पुरो यति। आमाकोमा चाहिँ हुन्छ